हाम्रो यो सिटीको यात्रा हो होइन। ट्याक्कै यो चाहिँ के भन्छ भने माथि यता हाम्रो दमकमाथि खोइ के ठाउँ हो थाहा छैन। त्यहाँदेखि हामी अब दमक बजार झर्दैछौँ कि के अरे होइन। हाम्रो दाइ चाहिँ यहाँनिर अगाडि चट्ट ड्राइभ गर्दै हुनुहुन्छ, म चाहिँ मालिक भएर पछाडि खुट्टा यस्तो गरेर बसिरहेको छु है होइन। खुट्टा पनि साह्रै राम्रो छ, दामी खालको छ, आधी सेतो भएछ घामले, आधी कालो भएछ। साइडमा घरहरू मजाको बनिँदै रहेछ। हाम्रो छोटो मिठो यात्रा पञ्चमुखी चोक अरे यो चाहिँ। ल यहाँदेखि चाहिँ बाटो अलिकति बिग्रेको रहेछ, बनाउँदै रहेछन् बाटोहरू। विकास क्रम जारी छ हाम्रो नेपालमा, हाम्रो दमकमा। यो पनि ठिकै कुरा हो। यहाँदेखि चाहिँ पुरै बाटो बनिएको छ। यो चाहिँ हाम्रो छोटो मिठो सिटीको यात्रा हो, सिटी सफारीको। यसमै रमाइलो लिइरहेछौँ हामी। जे छ जस्तो छ त्यस्तैमा रमाउनु अरे। हामी चाहिँ हामीसँग सिटी छ है, सिटीमै रमाइरहेछौँ। अब पछि होला बाइक रकेट्स, हेलिकप्टर, एरोप्लेन। अब यो जुनीमा नभए पनि कुनै जुनीमा होला। भए घरसम्मको गर्ने कोसिस गर्नेछौँ। अहिले चाहिँ भर्खर नेपालले विकास गर्दैछ, अब यो दमकले। अब हामीले कहिले विकास गर्ने हो। के भयो अरे दाइ? के बाटो बन्द हो? ए लु यहाँ पानी तान्न आएको रे, बाटो बन्द भएर हामी एकछिन यहाँनिर जाममा पर्यो है। ल यताबाट यहाँनिर सबै ठिकै छ, केही छैन। यहाँ बडे मान दरबार जस्तो घर अगाडि छ, श्रेष्ठ निवास। लु हाम्रो यहाँ गङ्गटा। ल हाम्रो दाइले जस्तै अनि जिएस ड्राइभ चाहिँ खतरा गर्नुहुन्छ। जिएस जस्तोबाट पनि खुत्तै निकालेर सिधा बाटोमा ल्याइसक्नु भयो। हाम्रो यतिकै पनि भ्लग अब जारी नै छ। हामी बढ्दैछौँ अघि। यताबाट फेरि अर्को के गाडी आयो? ठुलो गाडी आयो त। फेरि अब यहाँदेखि चौबाटो कटेर फेरि बाटो त यस्तै आएछ। बाटो चाहिँ यस्तो मटो माथिसम्म नै धेरै विकास भइरहेको रहेछ। राम्रै कुरा हो, बाटोहरू बनिरहेछ। के हामी अब यहाँदेखि चाहिँ दमक छिर्ने बाटो के भन्छ यसलाई, खै के हो ठाउँ चाहिँ थाहा भएन। विकासको क्रम जारी नै छ, जारी छ। लु हेरौँ त, सबै बाटो ढुङ्गा र सिमेन्टै घोल आउने। त्यो गोलो घोल्ने के हो पनि, फिरी घुम्ने सिमेन्ट घोल्ने। हाम्रो सिटीको यात्रा रमाइलो छ। हामी सिटीमै रमाउँदैछौँ। म चाहिँ पछाडि मालिक भएरै बसिरहेको छु है। खुट्टा पनि साह्रै राम्रो छ फेरि मेरो त। आमै यति राम्रो खुट्टा त कसैको छैन ल। डिपर गयो फेरि। यहाँ पनि फेरि विकासकै क्रम जारी रहेछ है। अगाडि फेरि अब यत्रो भिड छ यहाँनिर। चलिरहेको छ। दुःख अब चाहिँ हामी यहाँनिर चाहिँ जाममा पर्यो जस्तो छ। लुई यत्रो ठुलो जाममा पर्यो। अब चाहिँ यो जाममा त अब एकछिन स्थगितै गर्नु पर्ला जस्तो बेला भयो त। धेरै लामो जाम जस्तो छ। एकछिन पज गऱ्यौँ है त। भाइहरू जाँदै रहेछ। कता भाइ? आम्मा पार्टी हो? लु मेरो भाइहरू लाग्यो यता पार्टी भन्दै। फेरि पनि एकछिन पज हान्यौँ न। भाइहरू आएको थियो, भाइहरूलाई पनि चस्स देखाउँ भने। हाम्रो लक्ष्मण भाइ चाहिँ अगाडि नै गयो, बुलेटमा टुटु देखिएन। त्यही पनि ल अब फेरि एकछिन पज। यहाँ लामै भयो जस्तो छ हाम्रो जाम। जाम नखोल्ने जस्तो र दाइ पनि तल झरेर पनि हेर्नु थाल्नु भयो अगाडि कतिको जाम छ भनेर। लु हेरौँ हामी पनि झरौँ अब कतिको रहेछ हेरौँ।
राम्रो रहेछ त यहाँनिर त नि लु धेर त रहेनछ 2-4वटा मात्रै रहेछ है त ल लाग्यौँ फेरि यत्रो बेर पनि यहाँ पज गरेर फेरि स्टार्ट गर्दा अझै खुलेको छैन हौ हाम्रो ड्राइभर दाइ गइकन त्यतातिर हेर्दैछन् र पनि अझै के हो क्या यो ट्रकहरू के गरेर चाहिँ यसरी बस्छ हौ यार एउटा आफ्नो बाटो एक साइड बस्नु नि भइहाल्छ नि कहाँ बिचमा आएर अर्कोले फेरि कता छड्के लगाइदिन्छ के लगाइदिन्छ ल्याम्टा जस्तो यार थैट कति चाहिँ पज गरेर यहाँ बसिराख्ने लु साइडमा हेर केटा अब यस्तै चाहिँ पछाडिबाट अर्को आउँदैछ यो पनि जाममै होला अब सबै जाममा अगाडि हामीभन्दा अगाडि गएर रोयल दमक बस्यो यो पनि जाममै हो लु अब एकछिनमा पनि साइड भ्यू हेर केटा है अब के गर्छ त दमकको दाइ लु आउनु भयो ल अब लाग्यो हामी लु एकछिन पज हान्दिएर लाग्यो है किन हानु हो गइन्छ कि क्या हो एकछिन हानु होला केटा पज हाने एकछिन यहाँ धेरै टाइम लाग्ला जस्तो छ कसले के गरेर थुनेको छौ अगाडि यार रिसै उठ्छ ठोकिदिन्छ होला हौ बरु जाँट खोल्दैन नि केटा यार एकचोटि कराएको बल्ल अनि मात्रै खोल्यो नि त्यही पनि गाह्रो छ किन बिचमा हरायो भनेको त यार अब यस्तै हो पुरानो मोबाइलहरू अलिक अब पुरानो मोबाइलहरूमा धेरै स्पेस पनि हुँदैन रहेछ स्टोरेज फुल पो भन्छ यार त्यहाँ बिचमा एक्कासी हरायो भनेको त केटा यार पुरानो फोन सोचको मन मलाई स्टोरेजै फुल भन नि यो मोबाइल फोन स्टोरेज यार फुल भन्छ यार त्यस्तै हो नकराइकन जाम पनि खुलेन होइन बल्ल यो के अरे एउटा दुइटा यो टिकिला सिकिला गङ्गु सङ्गु के सबै डिलिट हानिदिएको अनि बल्ल अलिकति स्पेस फ्री भयो लगेर हामी पनि अब होइन रसबुल भएर ठ्याक्कै दमकमा निस्क्यौँ अब हामी यहाँदेखि हाम्रो यात्रा अघि बढाउँछ अहिले चाहिँ केटा स्पेस अलिक पुगेन कि मैले बन्द हाने ल अब आजको यति नै हो होइन हामी ठ्याक्कै अब दमक पनि निस्क्यौँ नि ढल्दैन है अनि त्यस पछाडि चाहिँ अब अर्को भ्लगमा ल बाँकी अलिक सबै स्टोरेजहरू अरूहरू पनि कुन छ अब डिकिला गनको बाइक सब डिलिट गर्छु अनि त्यस पछाडि आउँछु ल ओके बाई केटा